अरे बाफ रे बाफ होइन ठुले जङ्गल जङ्गल कता कुदिँदैछस् ख्याल ख्यालमै मर्छस् नि के अरे मेरो नाम ठुले हो मेरो नाम त दयाराम पो हो त तिमीहरूले हेपेर जेसुकै भन्दा हुन्छ कहिलेबाट यस्तो बोल्नु सिकिछौ ओइ धनपति तेरो मकै त अरूको भन्दा राम्रो आएछ त हौ अनि मेरो मकै कहिले चाहिँ नराम्रो आएको थियो र यो गाउँभरिकै खतरा मकै फलानेको मै हो के तारिफ गरेको मेरो नफुर्के धेरै फुर्केको होइन कि मेरो यस्तो कलकलाउँदो मकै यो गाउँभरिमा अरू कसको छ भन्दा लु होइन कति साह्रो घाम लाग्न सकेको होइन हावा पनि कति साह्रो आउँदैन हौ होइन जुनेली त मेरोमा मकै खाने खेता लागेको कि तै हावा खानु आएको फुर्काएर खन तेरो यत्रो घाटमा कहिले मकै गोड्न सक्छ जा पानी लिएर आइज यस्तो काम गर्नु अल्छी गरेपछि घरि तिर्खा लाग्ने घरि घामले पोल्ने ल मकै खन्दै गरेर आएर म पानी लिएर आउँछु कता हेर्छु आमाले पैसा दिनु भएको छ चौचौ खानु गएको जा 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 खाएर आइज ओइ दयाराम कहाँ आएको चौचौ किनी खानु गएको नि मलाई मकै खन्नु सघ न दयाराम तँलाई सघाउँछु नि मैले मकै खन्नु सघाएँ भने तैँले के दिन्छस् यो मकै खन्नु सघ मलाई अनि तँलाई म चाउचाउ पनि दिन्छु अनि यो चस्मा पनि दिन्छु पहिला त्यो अनि मात्र खन्न सघाउँछु ल जुनेली चौचौ कति बेला दिन्छस् त्यो पहिला सक्न अनि दिन्छु होइन हौ जुनेली तैँले दयारामलाई सोध्दाखेरि काम लाग्यो त खेता आएपछि कहिले खन्नु पर्दैन उसले खने पनि मैले खने पनि के भयो तेरो बारी सक्नु त छ नि खै पानी किने अरे बाफ रे बाफ के गरेको हौ के बोल्छु के गर्छु टेन्सन भएको बेलामा थाहा नै हुँदैन अनि पागल जस्तो के हरकत गर्दै बसेको वर्षभरि गाई बस्तु पाल्यो खेतीपाती गर्यो खाना लाउन पुग्दैन कहिले काहीँ त टेन्सन लाग्छ हो त्यस्तो त तँलाई मात्र हो र गाउँभरिकै मान्छेलाई खेती गरेर खानु धाउँदाउ छ नि त्यो त हो नि सानी गाउँ छाडौँ भने पनि सहरमा केही काम जाने छैन गाउँमै बसौँ भने पनि आफ्नो हालत यस्तो छ त्यही भएर सानी के बोल्छु के गर्छु टेन्सन भएकोमा थाहा नै हुँदैन क्या सानी अरे बाफ रे बाफ मानसिंह डायलग त खत्रै आनिस् त हौ होइन हौ मान्छे तिमीहरू दुईजना के को गन्थन हौ न हो धनपति त्यही पैसा र कामको कुरो अब त पनि नामको मात्रै धनपति पैसा मागौँ भन्दा पनि धन नभएर के भयो त सबै गाउँलेले मलाई सम्मान गरेर धनपति भन्छ सबैजना यहाँ घरमा बस्ने के यसरी नै घर जाने हो तिमीहरूले कोही सहरमा मान्छे चिनेको छौ भने काम गर्न जाउँ तिमीहरू पो छोरा मान्छे हामी छोरी मान्छेहरूलाई त कसले दिन्छ हौ काम होइन है बरु सबैजना जाउँ सहरतिर घरको काम गर्न भयो पनि कस्तो चाहिँ घरको काम हामी छोरा मान्छेहरू चाहिँ घर बनाउने प्लास्टरको काम गर्छौँ तिमीहरू चाहिँ बल्ल चाल न जाने भए सबै जाउँ म त पैसा कमाउँछु जाने भए भरे नै जाउँ न त सबैजना
जाने भए जाउँ न त सबैजना। भरे त्यसो भए कहाँ भेट्नु? त्यसो भए सबैजना माथि चानीको घरमाथिको रोडमा भेटौँ न। ठुले त पनि त्यहाँ नबिर्साइज नि भरे। ल जाउँ त्यसो भए। सहर त गइदिएछ अब कमाइ चाहिँ हुने कि नहुने हो। साथीहरू तयारी भयो कि भएन म त निस्किनु पर्यो। यति लुगाले त हुन्छ होला गर्मी गर्मी छ। ओइ धनपति जाने होइन सहर? ओइ धनपति छिटो निस्किन जाउँ। फेरि पुगिँदैन साथीहरूले माथि पर्खिराखेको होला। जाउँ। होइन हौ मान्छे मरे जति करस त आए त अनि जाउँ न ल। खै हो धनपति खै अनि कपडा सपडाहरू पनि बोक्नुपर्छ बजारको ठाउँमा। छैन त नि बोकेको दिँदैन त नि खै त झोला पनि छैन। के मान्छे त्यस्तो कपडा बोकिबस्नु हो? तैँले बोकिस् होला नि 2-4वटा। सहरतिर काम गरिन्छ पैसा कमाइन्छ त्यतै किनलै नयाँ नयाँ हिँड्छौँ। ल ल हुन्छ उतैतिर किनौँ। सहर भने सहरै हो। यो बोकौ यो धनपति यति झोला पनि बोक्न सक्दैनस्? बोक न बोक। ल्याएको छैनस् के हो? झोला त्यत्रो कपडाहरू। ल ल त्यो म तँलाई तेरै कपडा लाउनु दिँदिनँ नि सहर पुगेर। ए अघि पो आइपुगिस्? अनि त चाहिँ कति ढिलो गरेको छिटो आएछ। ए ल बोक ल कहिले बिस्तारै दिएन। होइन हौ मान्छे पर्खेको त धेरै बसेको। जुनेली र त्यो दयाराम आउँदैन त अझै। खै के भएको आउँदैन पर्खिँदा पर्खिँदा त रात परिसक्यो है। खै कतिखेर आउने हो। त्यो मानेर धनीले बसेको कत्रो बेर भइसक्यो ल। त्यो त हो। लु छिटो जाऊँ छिटो छिटो। होइन तिमीहरू आइपुग्यो भर्खर मात्रै आइपुग्दैछौ। आउँदा आउँदै ढिलो भयो नि हौ मान्छे। जम्मै ल ढिलै तयार नि पुगिन्छ। लु जाऊँ। यो जुनेली र यो उता दयाराम त साह्रै ढिलो गर्छ हौ। अब पर त नि त्यो सानी चाहिँ कति बेर लाउँछ? तयार हुँदा हुँदा ढिलो भइहाल्यो। आइपुग्न आँट्यो होला अब त तिनीहरू पनि। अनि छिटो आइज न भनेको कहाँ चाहिँ मरिछौ? आइहाले एकछिन पर्खाइ। कति ढिलो आएको जाउँ जाउँ। पुगिँदैन जम छिटो गर अहिले सहर पुगिँदैन नि। रात पनि परिसक्यो कतिखेर सहर पुग्नु? के को हतार पुगिहालिन्छ नि। सहर नजिकै त छ अब पुग्नै आँट्यो। सहरमा त ठुल्ठुलो गाडी ठुल्ठुलो घरहरू हुन्छ अरे कतिखेर पुगेर हेर्नु? तिमीहरूलाई ठुल्ठुलो गाडी ठुल्ठुलो घर हेर्नेको हतार। सहरमा स्वार्थी मान्छे पनि हुन्छ। यी रात परिसक्यो अहिले हामी सहरमा राति पुगेर बास नदिन सक्छ। होटेल चिनेको छैन हामीलाई फसाउनु नि सकिहाल्छ नि है। त्यो त मैले पनि सुन्दै थिएँ। त्यो त फसायो भने के गर्नु हामीहरू? त्यही त्यही त त साथीहरू फसायो अब भने चाहिँ के गर्ने। जानुपर्छ होला। जाउँ जाउँ जाउँ। जे सकेको जाउँ।